बालेन सरकारले सिफारिस गरेको 8वटै अध्यादेश एक एक गरी राष्ट्रपतिद्वारा जारी। पहिलोको सरकारले गर्न नसकेका अध्यादेश समेत जारी। दर्शकबिन, बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले सिफारिस गरेका 8वटै अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका छन्। राष्ट्रपति पौडेलले मंगलबार संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका हुन्। यसअघि राष्ट्रपति पौडेलले संवैधानिक परिषद काम, कर्तव्य, अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 पुनर्विचारका लागि फिर्ता पठाइएकोमा सोमबार बसेको मन्त्री परिषद बैठकले सोही अध्यादेशलाई हुबहु पठाएपछि अन्ततः राष्ट्रपतिले मंगलबार भने जारी गरेका छन्। त्यस्तै वैशाख 20 गते राष्ट्रपतिले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका थिए। त्यस्तै वैशाख 19 गते स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सार्वजनिक पदाधिकारीको पद मुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश राष्ट्रपतिले जारी गरेका थिए। त्यस्तै वैशाख 18 गते राष्ट्रपतिले सम्पत्ति शुद्धिकरण, मनी लन्ड्रिङ निवारण तेस्रो संशोधन अध्यादेश तथा वैशाख 17 गते सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश जारी गरेका हुन्। त्यस्तै वैशाख 17 गते नै राष्ट्रपतिले सहकारी पहिलो संशोधन अध्यादेश पनि जारी गरेका थिए। यी सबै अध्यादेश नेपालको संविधानको धारा 114 को उपधारा 1 बमोजिम मन्त्री परिषदको सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।